नमस्कार। ल आज हामी शिक्षाको दुनियाँमा साँच्चीकै क्रान्ति ल्याउन सक्ने केही गजबका एआई टुल्स बारे कुरा गर्दैछौँ। यी टुल्स शिक्षक र विद्यार्थी दुवैका लागि एक किसिमको नयाँ साथी नै बन्न सक्छन्, जसले हाम्रो काम गर्ने र सिक्ने तरिकालाई पुरै बदलिदिन सक्छ। अब एउटा एकदमै महत्त्वपूर्ण प्रश्न, एआईले हाम्रो सिकाउने र सिक्ने तरिकालाई आखिर कसरी परिवर्तन गर्न सक्छ त? यो प्रश्न किन जरुरी छ भने यसकै जवाफमा हाम्रो भविष्यको बाटो कस्तो हुन्छ भन्ने कुरा लुकेको छ। हेर्नुस्, यो खालि एउटा टेक्नोलोजी मात्रै होइन, यो त हाम्रो क्षमतालाई अझ तिखार्ने एउटा सुनौलो अवसर हो। ल आज हामी के कुरा गर्छौं त सरसती हेरौं है। पहिला एआई किन एउटा नयाँ र आवश्यक सिप हो भन्ने बारे कुरा गर्नेछौं। त्यसपछि हामी केही महत्त्वपूर्ण एआई टुल्सहरू हेर्नेछौं अनि शिक्षकहरूका लागि र विद्यार्थीहरूका लागि यसलाई कसरी प्रयोग गर्ने भनेर छुट्टै गाइड हेर्छौं। अनि अन्त्यमा यसको सही प्रयोग गर्ने तरिका र केही सावधानी बारे पनि कुरा गर्छौं। ल सुरु गरिहालौं है त। ल हाम्रो पहिलो खण्ड, एआई एउटा नयाँ आवश्यक सिप। अब एआई सुन्दा जति गाह्रो लाग्छ नि, वास्तवमा त्यस्तो छैन। यसलाई यस्तो सोच्नुस् न, यो एउटा एकदमै बाठो सहयोगी हो जसले हामीलाई अझ राम्रोसँग सोच्न, लेख्न अनि कुनै पनि समस्या सुल्झाउन मद्दत गर्छ। र एउटा एकदमै रोचक कुरा के छ भने अध्ययनहरूले के देखाएको छ भने जसले यी नयाँ एआई प्रविधिहरूलाई राम्ररी चलाउन सिक्छ उनीहरूले आफ्नो काममा 10 गुणासम्म छिटो र राम्रो नतिजा निकाल्न सक्छन्। सोच्नुस् त, 10 गुणा भनेपछि यो त साँच्चीकै गेम चेन्जर नै हो। ल अब लागौं सबैभन्दा रमाइलो खण्डतिर, आवश्यक एआई टुलकिट्स। यसमा हामी शिक्षाको क्षेत्रमा काम लाग्ने सबैभन्दा चर्चित र शक्तिशाली टुल्सहरूको बारेमा छिटो जानकारी लिनेछौं। सूचीको पहिलो नम्बरमा छ च्याट जीपीटी। यो नाम त सायद धेरैले सुनेकै हुनुपर्छ। यसलाई यस्तो सम्झिनुहोस्, यो एउटा यस्तो विज्ञ हो जोसँग हामी जे पनि सोध्न सक्छौं। चाहे विज्ञानको कुनै गाह्रो प्रश्न होस् वा इतिहासको निबन्धको लागि आउटलाइन बनाउनु परोस्, च्याट जीपीटीले तुरन्तै सघाइहाल्छ। अब पालो गुगल जेमिनाईको। यो गुगलको एकदमै शक्तिशाली एआई हो। यसको सबैभन्दा ठूलो फाइदा के हो भने यो सिधै इन्टरनेटसँग जोडिएको छ, त्यसैले यसले एकदमै नयाँ जानकारी दिन सक्छ। कुनै विषयमा एकदमै ताजा डेटा वा खबर चाहियो हो, त्यस्तो बेला जेमिनाई रिसर्चको लागि सबैभन्दा उत्तम हो। अब कुरा गरौँ क्यानभाको। यसै त डिजाइनको कामलाई सबैको लागि एकदमै सजिलो बनाइदिएको छ। बस आफ्नो आइडिया केही शब्दमा लेख्नुहोस्, क्यानभाको एआईले त्यसलाई आकर्षक प्रेजेन्टेसन, पोस्टर वा इन्फोग्राफिकमा तुरुन्तै बदलिदिन्छ। कति सजिलो! यदि अङ्ग्रेजी लेखाइ सुधार्नु छ भने ग्रामरली त नभई नहुने टुल हो। यसले खालि ग्रामरको गल्ती मात्र सच्याउने होइन, बरु वाक्यलाई कसरी अझ राम्रो, स्पष्ट र प्रभावकारी बनाउन सकिन्छ भनेर सुझाव पनि दिन्छ। त्यस्तै अर्को टुल छ क्विलबोर्ड। यसले चाहिँ के गर्छ भने लामो र गाह्रो लेखहरूलाई छोटकरीमा बुझाइदिन्छ वा अर्कै शब्दमा सजिलो गरी लेखिदिन्छ। कुनै विषयलाई गहिरोसँग बुझ्न र आफ्नो लेखाइमा मौलिकता ल्याउन यो एकदमै उपयोगी छ। खान एकाडेमीले पनि एआई को प्रयोग गरेर पढाइलाई हरेक विद्यार्थीका लागि विशेष बनाउँछ। मतलब यसले विद्यार्थीको लेभल अनुसार गणित र विज्ञान जस्ता विषयमा अभ्यास गर्न दिन्छ र जहाँ समस्या भयो ठ्याक्कै त्यही सहयोग पुर्याउँछ। ल यो तालिकालाई एकचोटि हेरौँ त। अघि हामीले कुरा गरेका मुख्य टुल्सहरूलाई यहाँ छोटकरीमा देखाइएको छ। यसबाट के स्पष्ट हुन्छ भने आइडिया निकाल्न होस्, लेखाइ सुधार्न होस् वा डिजाइन बनाउन होस्, हरेक कामको लागि एक विशेष टुल छ। ल अब शिक्षकहरूका लागि एक गाइड। शिक्षकहरूले चाहिँ यी टुल्सलाई आफ्नो कक्षामा कसरी प्रयोग गर्न सक्छन् यतातिर लागौं। यो खण्डले पढाउने कामलाई कसरी अझ सजिलो र प्रभावकारी बनाउने भन्नेमा फोकस गर्नेछ। जस्तै एउटा उदाहरण हेरौँ, पाठ योजना यानि लेसन प्लान बनाउने। पहिलो स्टेपमा शिक्षकहरूले च्याट जीपीटीबाट कुनै पनि विषयको लागि एकदम डिटेलमा लेसन प्लान बनाउन सक्छन्। अनि दोस्रो स्टेपमा त्यही प्लानको आधारमा क्यानभा प्रयोग गरेर आकर्षक स्लाइडहरू तयार पार्न सक्छन्। सोच्नुस् त, यसो गर्दा घण्टौं लाग्ने तयारीको समय कति बच्छ। अब अर्को उदाहरण, परीक्षाको तयारी। च्याट जीपीटीलाई लगाएर कुनै पनि टपिकमा तुरन्तै मल्टिपल चोइस क्वेश्चन्स यानि एमसीक्यूहरू बनाउन सकिन्छ। त्यसपछि माइक्रोसफ्ट वर्डमा भएको एआई, जसलाई कोपाइलट भनिन्छ, त्यसको प्रयोग गरेर ती प्रश्नहरूलाई एउटा प्रोफेसनल प्रश्नपत्रको फर्मेटमा सजिलै ढाल्न सकिन्छ। ल अब पालो विद्यार्थीहरूको। यो खण्डमा चाहिँ एआई को प्रयोग गरेर कसरी अझै स्मार्ट तरिकाले पढ्ने र होमवर्क गर्ने भन्ने बारेमा हेर्नेछौँ। होमवर्कमा एआई प्रयोग गर्दा एउटा कुरामा चाहिँ एकदमै ध्यान दिनुपर्छ। कुनै कन्सेप्ट बुझ्न गाह्रो भयो, च्याट जीपीटीको मद्दत लिनुस्, एकदम राम्रो। तर उत्तर जस्ताको तस्तै सार्ने होइन, बरु त्यसलाई राम्ररी बुझेर क्विलबोर्डको मद्दतले आफ्नै शब्दमा लेख्नुस्। एउटा कुरा याद राख्नुपर्छ, हाम्रो लक्ष्य सिक्नु हो, चिट गर्नु होइन। परीक्षा र भाषाको तयारीको लागि पनि यी टुल्सलाई मिलाएर प्रयोग गर्दा एकदमै फाइदा हुन्छ।
जस्तै खान एकाडेमी र युट्युबबाट अभ्यास गर्ने र कन्सेप्ट बुझ्ने, डुओलिङ्गोबाट नयाँ भाषा सिक्ने अनि ग्रामरलीबाट आफ्नो अङ्ग्रेजी लेखाइ सुधार्ने। यी सबैलाई सँगै प्रयोग गर्दा तयारी एकदमै बलियो हुन्छ। ल, अब एआईका लागि उत्तम अभ्यासहरू। यी टुल्सबाट सबैभन्दा बढी फाइदा लिन के गर्नुपर्छ त? केही बेस्ट प्र्याक्टिसबारे कुरा गरौँ, जसले गर्दा यसको प्रयोग असरदार पनि होस् र जिम्मेवार पनि। सफलताका लागि यी 4 मुख्य कुरामा ध्यान दिनै पर्छ। पहिलो, हरेक कामको लागि सही टुल छान्नुपर्छ। दोस्रो, एआईलाई के गर्न लगाउने हो त्यो एकदमै स्पष्ट र डिटेलमा भन्नुपर्छ। तेस्रो, जति धेरै प्रयोग गरिन्छ नतिजा त्यति नै राम्रो आउँछ। र चौथो, जुन सबैभन्दा महत्त्वपूर्ण छ, एआईले दिएको जानकारीलाई सधैँ एकपटक जाँच गर्नुपर्छ, किनकि कहिलेकाहीँ यो गलत पनि हुन सक्छ। र अब हाम्रो अन्तिम तर सायद सबैभन्दा महत्त्वपूर्ण खण्ड, एक सावधानीको वचन। एआईको जिम्मेवार प्रयोगका लागि यी नियमहरू बुझ्न एकदमै जरुरी छ। यहाँ के गर्ने र के नगर्ने भन्ने कुरा प्रष्ट देखाइएको छ। यसको मुख्य सन्देश के हो भने, आफ्नो दिमाग चलाउनुहोस्, जस्ताको तस्तै कपी पेस्ट नगर्नुहोस्। एआईलाई आइडिया सुरु गर्नको लागि प्रयोग गर्ने हो, आफ्नो दिमागलाई नै विस्थापित गर्न होइन। छोटकरीमा भन्दा यसलाई आफ्नो सहयोगी बनाउनुहोस्, मालिक होइन। अन्तमा एउटा निकै शक्तिशाली भनाइ छ जसले आजको हाम्रो सबै कुराको सार बताउँछ। एआई भविष्य हो, जसले यसलाई सही तरिकाले प्रयोग गर्न सिक्छ उसको लागि सफलता निश्चित छ।